साथी हो आजको दिन पनि सुरु गरियो हो यति आइसक्यो ल 200 किलोमिटर जति कुदाइयो अब यहाँ ट्रक रेस्टमा एकछिन बस्नु पर्यो आजको यो भ्लगमा चाहिँ यसरी वेदर चाहिँ एकदम खुलेको देखाउँदैछु ल है दामी छ वेदर हो त छैन घरहरू केही पनि यस्तो छ यसरी हिँड्दैछ हो यसरी गयो यसरी ल है साथी म अपडेट गराउँदै गर्छु छोटो ब्रेक लिनु पर्यो कफी सफी खानु पर्यो हल्का बिहा खानिदिनु पर्यो होइन एकछिन पार गराइ हुन्छ 15 मिनट जति बसाइ हुन्छ ल 15 मिनट जति बसाइ हुन्छ साथी हो यस्तो राखेर अब यहाँ फ्रिजमा के छ ठ्याक्क खाइन्छ एउटा एभोकाडो खाइन्छ होला सायद एउटा एभोकाडो खाएपछि 1-1.5 घन्टालाई चाहिँ आराम दिन्छ हो यो खानु पर्यो कहाँ चक्कु निकाल्नु पर्यो चक्कु होइन चक्कु पनि बोएछु है यहाँ त्यस्तो छ साथी बेडको हालत हो त्यो छ होइन ट्याक्कसँगले अब यहाँ चाहिँ अब एकछिन गाडी चाहिँ अफ गरिदिउँ न त हो यो चाहिँ एभोकाडो क्यारोट अलिकति अन्डा अनि यो अलिकति वाइट अचार यति हालेर चाहिँ अब ठ्याक्क यो चाहिँ मेरो नास्ता भनौँ नै अब के भनौँ लन्चै भनौँ न थोरै हल्का लाइट फुड खान्छु हो अब यति खाएपछि फेरि थोरै एनर्जी आउँछ हल्का ब्रेक पनि लिइसक्यो होइन ठ्याक्क खाजा खाइसकेपछि चाहिँ एकचोटि चक्का के अरे गाडीको चक्काहरू चाहिँ चेक गर्नुपर्ने हुन्छ होइन के कस्तो छ भनेर अब यहाँ त हिलो रहेछ कसरी छ हो चक्काहरू त चेक गर्नु पर्यो ठिकै छ हो यसरी हाल्नुपर्छ ट्याक हावा गएको छ कि भनेर चाहिँ चेक गर्नु पर्यो हल्का फेरि अर्को रेस्ट एरियामा आयो एकछिन बस्यो होइन यस्तो राम्रो वेदर छ आज चाहिँ ठ्याक्कसँगले यहाँ बसेको छ होइन 15 मिनट जति बस्ने हो धेरै नबस्ने ठ्याक्क रेस्ट गरिएको छ वेदर चाहिँ दामी छ साथी हो होइन यस्तो गर्छ 6-7 वटा यो खाइन्छ हो ब्रेकमा चाहिँ 7 वटा अलिकति यो खाइन्छ यति भएर चाहिँ बेलुकासम्मलाई मेरो इनफ हुन्छ हो अब यो चाहिँ 2 बजीको नास्ता हो ल है साथी यो गन बोकेछ क्या गन कति लामो के बोकेछ यस्तो अड्के क्या त्यसको बडी पनि भएछ त साथी आज चाहिँ यतै बस्यो होइन अब बस्यो बाहिर वेदर त यस्तो छ हो यो त यो भर्खर रहेको रहेछ बनाइ पनि भएको छ होइन हिलेर पनि छ अब यहाँ फ्रिजमा के छ भनेर खाइन्छ आज हो आजको चाहिँ अब के हो खानेकुरा भन्दा चाहिँ अब यहाँ हेर्नुपर्ने भयो कि आज यो अन्डा खाइन्छ अलिकति रहेको छ अन्डा त्यसमा यहाँ एउटा भैँसीको मासु अब यो भैँसीको मासु खाइन्छ टक्कसँगले भैँसीको सुकुटी र साग अब यो खाइन्छ अनि रोटी खान्छु रोटी आज चाहिँ यो खान्छु है साथी अब छ यहाँ बेलीलाई छ एभोकाडो क्यारोट छ 2 दिन टन्ने
क्यारेट पनि डन्नै छ। यो सलाद एउटा पोकै छ हो। अब यो खाइन्छ है साथी हो। सेयर छैन हो। एउटा टेबल ल्याउनु पर्ने छ यहाँनिर टक्कसँगले। अब ल्याउँछु म। अनि यहाँ चाहिँ अहिले चाहिँ मेरो चाहिँ अब यो भर्खर दिएको ट्रक हो कि त्यही भएर छैन हो। रेडी भयो साथी। अब रोटी टक्कसँगले अनि यो आज मासु क्या नेपालबाट ल्याएको भैँसीको सुकुटी अनि अन्डा खाएर चाहिँ आजको चाहिँ अब यति नै होला। अब ल्यान्डिङ गर्ने हो। अनि भोलि चाहिँ बिहानै उठेर हिँड्ने हो। यहाँबाट फेरि 350 किलोमिटर छ हो त्यहाँ पुग्नुलाई साथी हो।